आज हामी फेरि नयाँ शियर फोर्स र बेन्डिङ मोमेन्ट डायग्राम बनाउन जाँदैछौँ UVL को लागि SFT एन्ड BMD फर UVL on simply supported beam है त। UVL को लागि सिम्पली सपोर्टेड बीममा रहेको UVL को लागि चाहिँ हामी के गर्छौं त भन्दाखेरि शियर फोर्स र बेन्डिङ मोमेन्ट क्याल्कुलेसन गर्छौं र त्यसको डायग्राम बनाउँछौं। हामी कन्सिडर गरौँ UVL ट्रायंगुलर लोड पनि भन्छ यसलाई। यो चाहिँ ट्रायंगुलर लोड छ। सिम्पली सपोर्टेड बीम यहाँ सेटअप गरौँ हिन्ज र रोलरमा र यसको म्याक्सिमम इन्टेन्सिटी चाहिँ W किलो न्यूटन पर मिटरमा आएर बसेछ भने यो घट्दै 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 यो इन्ड A मा चाहिँ 0 र इन्ड B मा चाहिँ W किलो न्यूटन पर मिटर छ। मानौ यो स्पान चाहिँ L लेन्थको छँदैछ। अब हामी यो UVL को लागि चाहिँ के गर्छौं त भन्दाखेरि सुरुमा रियाक्सन क्याल्कुलेट गर्छौं एकदम छिटो छिटो युजिङ स्ट्याटिक्स। रियाक्सन क्याल्कुलेसन गरौँ स्ट्याटिक्स को इक्वेसन युज गरेर है। यहाँनिर यो फिगर म यहाँ फेरि बनाए दोहोर्याएर यहाँ चाहिँ RAY यहाँ RBY यहाँनिर यो युनिफर्मली भेराइङ लोड छ W किलो न्यूटन पर मिटर यसको लास्टको इन्टेन्सिटी हो भने यो UVL लाई चाहिँ हामी पोइन्ट लोडमा कन्भर्ट गर्छौं। 0 बाट W किलो न्यूटन पर मिटरमा गएको लोडलाई पोइन्ट लोडमा कन्भर्ट गर्छौं। यो सिम्पली यो ट्रायंगलको एरिया निकालेर स्पान L छ यसको एरिया कसरी निक्लिन्छ भन्दाखेरि त यो ट्रायंगलको एरिया बेस इन्टु हाइट गरेर हाफ बेस इन्टु हाइट गरेर हामीले यसलाई पोइन्ट लोडमा कन्भर्ट गर्छौं। यहाँ हाफ इन्टु बेस भनेको यो L हो हाइट भनेको यो W हो। अब यो कहाँनिर छ त भन्दाखेरि यो चाहिँ नि यो म्याक्सिमम इन्टेन्सिटी भएको पोइन्टबाट चाहिँ यो L/3 डिस्टेन्समा हुन्छ भनेको यो पोइन्टदेखि यहाँसम्म L/3 हुन्छ भने बाँकी 2L/3 चाहिँ यो पोइन्टदेखि यो पोइन्टसम्म हुन्छ। L - L/3 गर्दा पनि त्यो कुरो आइहाल्छ है त। अब यो यहाँनिर हामीले निकाल्यौं पोइन्ट लोडमा कन्भर्ट गर्यौं। अब स्ट्याटिक्सको इक्वेसन युज गरौँ सिम्पली धेरै टाइम वेस्ट गरेन मैले RAY प्लस RBY इक्वल टु 1/2 LW यसलाई इक्वेसन 1 भन्छौं। यहाँ हिन्ज सपोर्ट भएको ठाउँमा हामीले RAX हराइजन्टल रियाक्सन पनि राख्ने चलन छ। अब यसलाई काउन्टरएक्ट गर्ने कुनै लोड नहुँदाखेरि RAX इक्वल टु फेरि सिम्पली 0 राख्न सक्छौं। अब फेरि म मोमेन्ट लिन्छु मोमेन्ट पोइन्ट B मा मोमेन्ट लिएर RAY निकाल्छु पोइन्ट A मा मोमेन्ट लिएर RBY निकाल्न सक्छु। मैले पोइन्ट B मा मोमेन्ट लिए टेकिङ मोमेन्ट अबाउट पोइन्ट B है त। पोइन्ट B मा मोमेन्ट लिए भने के हुन्छ त यो RAY को मोमेन्ट ठ्याक्क RAY लोडले यो पोइन्टसम्म मोमेन्ट दिँदाखेरि RAY इन्टु L स्पान हो। त्यसपछि यो RAX ले त गइको 0 भइहाल्छ डिस्टेन्सै छैन परपेन्डिकुलर डिस्टेन्स नभएपछि अब यो लोडले दिन्छ काउन्टरएक्ट गरिरहेको छ यसलाई त्यही भएर इक्वल टु 1/2 L इन्टु W इन्टु यहाँदेखि यहाँसम्म डिस्टेन्स भनेको L/3। अब L र L काट्छु म और RAY इक्वल टु के आयो त RAY इक्वल टु 1/6 WL आयो इक्वेसन 3 आयो। फ्रम इक्वेसन 1 and 3 we get अब यो र योबाट हामीले RBY इक्वल टु WL/2 माइनस WL/6 गर्छौं। देयरफोर RBY इक्वल टु यहाँनिर एलसीएम लियौं 6 हुन्छ एलसीएम 6 हुन्छ यहाँ 3WL माइनस WL गर्दाखेरि कति आयो त देयरफोर RBY इक्वल टु 2WL/6 गर्दाखेरि WL/3 चाहिँ हाम्रो के आयो त RBY पनि आयो है त।
ल अब हामी के गर्छौँ त शियर फोर्स क्याल्कुलेसन गर्नतिर लाग्छौँ आधा पार्टमा यो पार्टमा हामी शियर फोर्स क्याल्कुलेसन गर्न लाग्छौँ है त अब शियर फोर्स क्याल्कुलेसन गर्नलाई म यो सेक्सन ब्रेक गर्छु यसलाई सिम्पली के गर्छु भन्दा सेक्सन ब्रेक गर्छु एसएफ क्याल्कुलेसन है त शियर फोर्स क्याल्कुलेसन गर्ने सेक्सन ब्रेक गर्छु यो फिगरलाई म फेरि बनाउँछु यहाँ बुझ्नको लागि सजिलो हुन्छ यो यस्तो छ यहाँनिर हामीलाई लोडहरू दिएको छ अब यसको पोइन्ट लोडमा कन्भर्ट गर्दाखेरि यो WL/2 हुँदो रहेछ म्याक्सिमम इन्टेन्सिटी W किलोन्युटन पर मिटर है अब यहाँदेखि हामीले निकालिसक्यो RAY भनेको कति आछ त RAY भनेको 1/6 WL RBY भनेको WL/3 लेख्न पाइयो सर्टेन पोइन्ट यहाँदेखि x डिस्टेन्समा म के गर्छु त यसलाई ब्रेक गर्छु कट गर्छु सेक्सनमा डिभाइड गर्छु अब यसलाई म फेरि फर्दर यो ब्रेक भएको सेक्सन मात्र बनाएँ मैले अब है त WL/6 यो छँदैछ यसरी यहाँदेखि यहाँसम्म x डिस्टेन्स भयो राइट ह्यान्ड साइडमा शियर फोर्स तलतिर लिने चलन छ अब हामीलाई यो पोइन्टमा आएको यो लोडको इन्टेन्सिटी कति त भनेर पहिला पत्ता लगाउन पर्छ सबभन्दा यहाँनिर इस्यु नै यही हुन्छ स्टुडेन्टहरूको लागि अब यो चाहिँ नि सिम्पल छ हामीले यो पोइन्ट यहाँ अहिले मैले यसलाई यहाँ काट्दिएको हो नकाट्दाखेरि त यो यस्तो थियो होला पुरै फिगर त यस्तो थियो होला र यसको भ्यालु चाहिँ कति थियो त W किलोन्युटन पर मिटर थियो भने यहाँदेखि यहाँसम्मको लेन्थ कति थियो त L थियो अब यहाँदेखि यहाँसम्म x यहाँदेखि यहाँसम्म L अब यो भ्यालु हामी सिमिलर ट्रायंगलको प्रपर्टी युज गरेर निकाल्न सक्छौँ फर एक्जाम्पल अहिले यसको भ्यालु के मानिराखौँ k = वाट थाहा छैन है यसको भ्यालु के रहेछ तर हामी सिम्पली के गर्न सक्छौँ भने सिमिलर ट्रायंगलको प्रपर्टी युज गर्दाखेरि के गर्छौँ त W युजिङ सिमिलरिटी यो दुईटा ट्रायंगलमा ठुलो ट्रायंगल र सानो ट्रायंगलमा W/K = L/x यहाँ हुँदाखेरि मलाई चाहिएको त के को भ्यालु हो k = के हुन्छ त WX/L हुँदो रहेछ भनेपछि यो k को भ्यालु कति रहेछ त WX/L मैले लेख्न पाउँदो रहेछु यो भनेको कति रहेछ त WX/L है त अब यो WX/L हुन्छ भने यसको भ्यालु कति आयो त यहाँ WX/L आयो भने अब यो ट्रायंगलमा मात्र चाहिँ मैले यो ट्रायंगलमा मात्रै यो UVL लाई पोइन्ट लोडमा कन्भर्ट गर्दाखेरि यहाँ पोइन्ट लोड आउला मानौ यहाँदेखि यहाँसम्म x/3 मा गएर के हुन्छ त पोइन्ट लोड आउँछ यो पोइन्ट लोडको भ्यालु कति त भन्दाखेरि यो ट्रायंगलको एरिया भनेपछि यो ट्रायंगलको एरिया भनेपछि त 1/2 इन्टु यहाँदेखि यहाँसम्म x इन्टु यसको भ्यालु कति छ त WX/L भनेपछि यो चाहिँ के हो त भन्दाखेरि पोइन्ट लोड भयो यो ट्रायंगललाई यति भ्यालु चाहिँ पोइन्ट लोड भयो न हो के भयो त भन्दाखेरि यो पोइन्ट लोड आयो अब शियर फोर्स क्याल्कुलेसन गर्नु पर्यो स्ट्याटिक्सको इक्वेसन युज गर्छु म तलतिर गएको छ v तलतिर गएको छ यो 1/2 x WX/L मासतिर गएको छ यो एकअर्कालाई ब्यालेन्स कन्डिसनमा राखौँ v प्लस 1/2 WX²/L = WL/6 यहाँबाट हामीले के पाउँछौँ v = WL/6 माइनस WX²/2 यो जेनरल इक्वेसन आयो शियर फोर्सको यो x को सेकेन्ड डिग्रीमा छ त्यही भएर यो के हुन्छ त प्याराबोलिक हुन्छ भनेर बुझिहाल्नु प्याराबोलिक कर्व आउँछ यो सेकेन्ड डिग्रीमा छ यो जेनरल इक्वेसन हो शियर फोर्सको अब हामी के गर्छौँ त भन्दाखेरि जेनरल इक्वेसन आइसकेपछि अब शियर फोर्सको भ्यालु क्याल्कुलेसन गर्नतिर लाग्छौँ है त शियर फोर्सको भ्यालु क्याल्कुलेसन गर्नतिर लाग्छौँ यहाँनिर जाउँ ल अब जेनरल इक्वेसन लेखौँ v = कति आएको थियो पहिला यहाँ फिगर पनि बनाऊ सजिलोको लागि जहिले पनि फिगर बनाएर राख्नुपर्छ WL/6 WL/3 स्पान L W किलोन्युटन पर मिटर है त जेनरल इक्वेसन यहाँ आछ जेनरल इक्वेसन के आछ त भन्दाखेरि शियर फोर्सको WL/6 - WX²/2L
भनेपछि जेनरल इक्वेसन WL/6 माइनस WX स्क्वायर बाई 2L चेक गरौँ है WX स्क्वायर बाई 2L। ल अब यो जेनरल इक्वेसनमा हामीले के गर्छौँ त भन्दाखेरि अब अघि मैले यहाँ ब्रेक गरेको थिएँ यहाँनिर एट x इजिकल टु 0 र एट x इजिकल टु टोटल स्पान L हामीले निकाल्न सक्छौँ। एट x इजिकल टु 0 र एट x इजिकल टु टोटल स्पान चेक गरौँ सेयर फोर्स कति हुन्छ है त। एट x इजिकल टु 0 we have v इजिकल टु WL/6। अब यहाँ 0 राखिसकेपछि के भयो त यो 0 भयो सक्यो है। अब एट x इजिकल टु L फुल स्पानमा के पाइन्छ त भन्दाखेरि v इजिकल टु WL/6 माइनस WL स्क्वायर बाई 2L हैन। यो र यो काटौँ त्यसपछि v इजिकल टु WL/6 माइनस WL/2 हुन्छ। यसबाट हामीले v सेयर फोर्स v इजिकल टु एलसिएम ल्यायो 6 WL माइनस 3 WL देयरफोर v इजिकल टु कति आयो त माइनस 2 WL/6 गर्दाखेरि v इजिकल टु माइनस WL/6 आयो। भनेपछि त यो x इजिकल टु अघि यहाँ सेक्सन काटे यहाँ x डिस्टेन्समा जाँदाखेरि x इजिकल टु 0 हुँदाखेरि के आएर छ त भन्दाखेरि सेयर फोर्स v इजिकल टु WL/6 आएर छ। x इजिकल टु L फुल स्पानमा जाँदाखेरि चाहिँ माइनस WL/6 भनेपछि पोजिटिभबाट नेगेटिभ भ्यालु गएछ है। अब यो भनेपछि पोजिटिभबाट नेगेटिभ भ्यालु जाँदाखेरि काहीँ न काहीँ गएर सेयर फोर्स त 0 भएर गयो होला। फर इक्जाम्पल यहाँ यसरी यहाँ बनाएँ मैले यसकै मुनि सेयर फोर्स डायग्राम बनाउँछु है त। भने यो x इजिकल टु 0 मा त यहाँ पोजिटिभ WL/6 गयो अरे मानौँ WL/6 गयो। तर यहाँबाट यो सेकेन्ड डिग्री इक्वेसन हो प्याराबोलिक हुन्छ पक्कै पनि। यहाँनिर सेकेन्ड डिग्री इक्वेसन भएपछि यो प्याराबोलिक आउँछ। यस्तो स्ट्रेट लाइन बनाउनु भएन प्याराबोलिक कर्भ बनाउँदै जानु पर्यो यसरी जानु पर्ला हैन। कन्केभ डाउनवार्ड र कन्केभ अपवार्डको कन्सेप्ट हामीसँग छँदैछ। यो कन्केभ चाहिँ के छ भन्दाखेरि डाउनवार्ड छ किनभने नेगेटिभ भ्यालु चाहिँ यहाँनिर आइरहेको छ यहाँनिर। अब यो माइनसबाट प्लसबाट माइनसमा जाँदाखेरि यहाँनिर काहीँ न काहीँ यो 0 भ्यालु त आयो होला। भनेपछि यो यहाँदेखि यो यसको डिस्टेन्स कति छ भनेर सेयर फोर्सको भ्यालु 0 चाहिँ कहाँनिर आएछ भनेर पनि हामीले पत्ता लगाउनुपर्छ। त्यसलाई हामी क्रिटिकल पोइन्ट भन्छौँ। अहिलेलाई सिम्पली यति चाहिँ हामी बुझिहालौँ कि यहाँबाट WL/6 देखि माइनस WL/3 त यो आयो। अब यहाँनिर काहीँ गएर सेयर फोर्स 0 भयो यो भ्यालु पनि हामी पत्ता लगाउँछौँ अहिले नै पत्ता लगाउँछौँ। यहाँनिर के भएको छ त भन्दाखेरि सेयर फोर्स 0 भएको छ यहाँनिर। त्यही भएर हामी यो इक्वेसनमा यो v को भ्यालु 0 हालेपछि यो x को भ्यालु यो v को भ्यालु यहाँ 0 हालिसकेपछि यो x को भ्यालु यहाँबाट क्याल्कुलेट गर्दाखेरि जति लेन्थमा आउँछ त्यहाँनिर यो डिस्टेन्स आइहाल्छ है त। फर 0 सेयर फोर्स है त 0 सेयर फोर्सलाई v इजिकल टु 0 भन्न खोजे हो नि त। v इजिकल टु 0 भनेपछि WL/6 माइनस WX स्क्वायर बाई 2L इजिकल टु 0 हुन्छ। यहाँबाट हेर्ने हो भनेदेखि WL/6 इजिकल टु WX स्क्वायर बाई 2L आयो है। अब यो र यो काट्यो है यहाँ 3 आयो यो L यता गएर मल्टिप्लाई गरेर WL स्क्वायर डब्लु पनि काट्दिउँ। त्यसपछि L स्क्वायर इजिकल टु कति आयो त भन्दाखेरि L स्क्वायर बाई 3 इजिकल टु x स्क्वायर आयो। यहाँबाट के आयो त भन्दा x इजिकल टु L/√3 आयो। भनेपछि त सेयर फोर्स कहाँनिर गएर 0 भएछ हुन्छ भनेदेखि L/√3 मा गएर सेयर फोर्स 0 भएछ। त्यसो भए हामीले यसरी एउटा कन्केभ डाउनवार्ड प्याराबोलिक कर्भ हामीले के गर्यौँ त यहाँ कनेक्ट गर्यौँ। यो चाहिँ के हो त पोजिटिभ भ्यालु सेयर फोर्स WL/6 बाट नेगेटिभ माइनस WL/3 मा गयो सेयर फोर्स क्याल्कुलेसन भयो है त आयो सेयर फोर्स है। अब यहाँनिर हामी बेन्डिङ मोमेन्ट पनि क्याल्कुलेसन गर्नतिर लाग्छौँ है त। सिम्पल छ सिम्पल सेक्सन यही काटेको लिउँ यही सेक्सन काटेको लिउँ यही सेक्सनलाई हामी युज गर्न सक्छौँ। टाइम वेस्ट नगरौँ भिडियो पनि लामो हुन्छ फेरि। अब यही काटेको सेक्सन युज गर्दाखेरि मैले यसरी यो सेक्सन ड्र गरेँ
यो यसरी सेक्सन ड्र गरेँ है। यहाँनिर WL/6 छँदैछ। अब यहाँदेखि यहाँसम्म मानौ x भयो। राइट साइडमा काउन्टर क्लकवाइज बेन्डिङ मोमेन्टलाई प्लस मान्ने चलन छ। यहाँ पोइन्ट लोडमा यसलाई कन्भर्ट गर्दाखेरि 1/2 हाफ। अब बेस इन्टु यसको भ्यालु, यो म्याक्सिमम भ्यालु k इजिकल टु कति निकालेको थिएँ त मैले अघि? k को भ्यालु मैले के त यहाँ निकालेको थिएँ 1/2 यहाँनिर निकालेको थिएँ। k इजिकल टु wx k को भ्यालु wx/l निकालेको थिएँ मैले। k को भ्यालु के निकालेको wx/l निकालेको थिएँ मैले यहाँ। अब k को भ्यालु wx/l निकाल्यो भने यो बेस इन्टु हाइट गर्दाखेरि 1/2 बेस x इन्टु हाइट wx/l है त। ल आयो। यहाँ हामी हेर्न सक्छौँ wx/l पनि आयो है त। ल अब यसको यो एरिया पनि आइसक्यो। अब यो मोमेन्ट क्याल्कुलेसन गर्नुतिर लागौँ। मैले यो पोइन्टको मोमेन्ट m मानेको छु। अब अरू सबैलाई त्यही पोइन्टमा अबाउट त्यही पोइन्टमा रोटेट गर्नुतिर लाग्छु है त। m प्लस यसको मोमेन्ट आउँछ प्लस यो पोइन्टदेखि यो पोइन्टसम्मको डिस्टेन्स भन्नुहुन्छ भनेदेखि पक्कै पनि x/3 हुन्छ। टोटल लेन्थ x हुन्छ भने यो पोइन्टदेखि यो पोइन्टसम्म x/3 को डिस्टेन्स हुन्छ। सेन्ट्रोइड लोडको सेन्ट्रोइड चाहिँ बेसबाट चाहिँ h/3 मा जान्छ भनेपछि लोड भनेको 1/2 इन्टु x इन्टु wx/l इन्टु x/3 लोड इन्टु डिस्टेन्स इज इक्वल टु अब यो डिरेक्सनमा काउन्टरएक्ट गर्दै गइरहेको छ त्यसलाई भनेपछि WL/6 इन्टु x भनेपछि अब यहाँ म जेनरल इक्वेसन निकाल्छु मोमेन्टको m प्लस यहाँ wx3 to the 6l is equal to WLX/6 or m is equal to WLX/6 minus WX3/6l। यो के हो त भन्दाखेरि जेनरल इक्वेसन आयो। यो थर्ड डिग्रीमा छ। यो क्युबिक प्याराबोला हुन्छ। यसको क्युबिक प्याराबोला चाहिँ यसको कर्व बन्छ है त। यति कुरा हामी विचार गरौँ। अब म के त भन्दाखेरि अब बेन्डिङ मोमेन्ट निकाल्नतिर जान्छु। अब यो जेनरल इक्वेसन भयो। अब x इजिकल टु 0 मा कति हुन्छ र x इजिकल टु फुल स्पानमा कति हुन्छ र x इजिकल टु l/3 मा कति हुन्छ। यहाँ जहाँ शियर फोर्स मिनिमम भएको छ त्यहाँ बेन्डिङ मोमेन्ट म्याक्सिमम भएको छ भने हाम्रो जेनरल कन्सेप्ट छ त्यो हुन्छ कि हुँदैन पनि हेरिहालौँ है त। एट x इजिकल टु 0 m इजिकल टु यहाँ पनि 0 यहाँ पनि 0 पुरै भ्यालु 0 एट x इजिकल टु फुल स्पानमा x इजिकल टु l मा m इजिकल टु यहाँनिर भ्यालु हालौँ WL²/6 माइनस WL³/6l यो र यो काट्यो स्क्वायर भयो। यहाँ m इजिकल टु WL²/6 माइनस WL²/6 m इजिकल टु 0 यहाँ पनि 0 यहाँ पनि 0 भनेपछि यो सुरुको पोइन्ट र यो लास्ट पोइन्ट दुईटैमा 0 हुन्छ। अब म्याक्सिमम बेन्डिङ मोमेन्ट कहाँ हुन्छ त भन्दाखेरि जहाँ शियर फोर्स 0 हुन्छ। म्याक्सिमम बेन्डिङ मोमेन्ट occurs at 0 shear force हैन at point where shear force is equal to 0 that is shear force कहाँ 0 भएको छ भन्दाखेरि x is equal to l/√3 x is equal to l/√3 मा म्याक्सिमम बेन्डिङ मोमेन्ट हुन्छ। त्यसपछि म्याक्सिमम बेन्डिङ मोमेन्ट निकाल्नु। अब जेनरल इक्वेसन त मेरो m इजिकल टु के थियो हेरौँ है। m इजिकल टु WLX/6 माइनस के त भन्दा WX³/6l है त। WX³/6l WX³/6l यति हेरौँ है त। अब यहाँनिर यो जेनरल इक्वेसनमा एट
x इजिकल टु l बाई √3 हामी के गर्छौँ त bm म्याक्स क्याल्कुलेट गर्छौँ है त और m इजिकल टु WL/6 इन्टु l बाई √3 माइनस WL/6l इन्टु l बाई √3 को होल क्यूब और m इजिकल टु के हुन्छ त WL² बाई के भयो त 6√3 माइनस WL अब यो l ले यो एउटा l काटिदिने बित्तिकै l स्क्वायरै हुन्छ हैन अनि त्यसपछि यो √3 को क्यूब भनेको 3 रुट क्यूब हुन्छ 6 3 जा 18 6 इन्टु 3 रुट क्यूब लेखौँ यहाँ और m इजिकल टु WL² बाई 6√3 माइनस WL² बाई 6 3 जा 18√3 आयो यहाँ है त अब यहाँनिर अब यसको सिम्पल क्याल्कुलेसन गरौँ m इजिकल टु कमन लिन्छु WL² बाई 6√3 कमन लिए मैले 1 माइनस 1 बाई 3 मागी बस्यो यहाँ 6 3 जा 18 हुन्छ नि त हैन अब m इजिकल टु बेसिक म्याथमेटिक्स हो यो 3 एलसीएम लियो 3 माइनस 1 बाई 3 गरौँ और m इजिकल टु WL² 6√3 इन्टु 3 माइनस 1 2 बाई 3 3 2 जा 3 3 3 2 3 जा 6 और m इजिकल टु WL क्यूब बाई 3 3 9 रुट सरी WL² बाई WL² बाई 3 3 9√3 भनेपछि म्याक्सिमम बेन्डिङ मोमेन्ट कति आयो त भन्दाखेरि WL² बाई 9√3 चाहिँ हाम्रो के आयो त म्याक्सिमम बेन्डिङ मोमेन्ट आयो यसरी हामीले चाहिँ के गर्छौँ त भन्दाखेरि म्याक्सिमम बेन्डिङ मोमेन्टको भ्यालु पनि निकाल्यौँ है त अब यो म्याक्सिमम बेन्डिङ मोमेन्ट निकालिसकेपछि हामी के गर्छौँ त भन्दा यसको बेन्डिङ मोमेन्ट डायग्राम बनाउँछौँ यहाँ छेउमा हामी बेन्डिङ मोमेन्ट डायग्राम बनाउँ है त यहाँनिर हामीलाई दिएको अकर्डिङ टु क्वेसन UVL यस्तो थियो UVL यस्तो थियो यो पोइन्टमा A थियो पोइन्टमा B थियो हिन्ज सपोर्ट थियो यहाँ रोलर सपोर्ट थियो यहाँ ठ्याक्क यहाँनिर चाहिँ हामी बनाउँछौँ अब मासतिर पोजिटिभ लिए पनि हुन्छ मासतिर मैले शियर फोर्समा पोजिटिभ ल्याएको थिएँ अब यहाँनिर मुनितिर चाहिँ नि पोजिटिभ भ्यालु लिँदा पनि भयो नर्मल्ली जसरी लिँदा पनि हुन्छ माथि मुनितिर पोजिटिभ मासतिर नेगेटिभ लिए भने अब के गर्ने त भन्दाखेरि अब यहाँनिर चाहिँ यो चाहिँ नि के छ त भन्दाखेरि l बाई √3 मा चाहिँ हाम्रो के थियो त भन्दाखेरि शियर फोर्स के थियो त एकदमै मिनिमम अथवा 0 भ्यालु थियो भने त्यो l बाई √3 मै हाम्रो बेन्डिङ मोमेन्ट चाहिँ के हुन्छ त म्याक्सिमम हुन्छ यो पोइन्टमा पनि हाम्रो के छ त बेन्डिङ मोमेन्ट भन्नुहुन्छ भने 0 यो पोइन्टमा पनि हाम्रो बेन्डिङ मोमेन्ट के छ त 0 छ अब म्याक्सिमम बेन्डिङ मोमेन्ट कहाँ आयो त भन्दाखेरि l बाई √3 मा कहाँ आयो त l बाई √3 मा बेन्डिङ मोमेन्ट म्याक्सिमम आयो त्यस्तो हुँदाखेरि 0 बाट बढ्दै बढ्दै गयो फर एक्जाम्पल यहाँनिर l बाई √3 मैले माने भने यो पोइन्टमा मैले l बाई √3 माने भने यहाँबाट बढ्दै 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 यहाँ म्याक्सिमम भयो त्यसपछि फेरि यहाँबाट के भयो त यसरी घट्दै घट्दै यहाँ आइपुगेर 0 मा आयो है अब यसरी के छ त यो त म्याक्सिमम बेन्डिङ मोमेन्टको भ्यालु यहाँनिर कति आयो त WL² बाई 9√3 आयो यो पोइन्टमा 0 आयो यो पोइन्टमा 0 आयो अब पोइन्ट अफ इन्फ्लेक्सन शियर फोर्समा चेन्ज गर्यो अथवा क्रिटिकल पोइन्ट भने पनि शियर फोर्समा जहाँ भ्यालु 0 आयो त्यो नै भयो र त्यही पोइन्टमा चाहिँ के भयो त म्याक्सिमम बेन्डिङ मोमेन्ट हामीसँग आयो भनेर यहाँ देख्न सकिन्छ है त अब यसरी चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि सिम्पली बेन्डिङ मोमेन्टको चाहिँ नि म्याक्सिमम भ्यालु पनि क्याल्कुलेट गरौँ र यसको ड्रइङ पनि बनायो यो चाहिँ के छ त भन्दाखेरि क्युबिक प्याराबोला है प्याराबोला BOLA क्युबिक प्याराबोला किनभने यसको जेनरल इक्वेसन चाहिँ x को चाहिँ थर्ड डिग्रीमा भएको भएर यो चाहिँ क्युबिक प्याराबोलाको इक्वेसन भएको भएर है त धन्यवाद यसरी चाहिँ हामीले निकाल्छौँ।